गुड मर्निङ सबैजनालाई। आज असार 15 को दिन। तपाईहरुकोमा त दही चुरा केरा खाँदै हुनुहुन्छ होला मजाले मस्ती गरेर है। म त आज असार 15 को दिन त यी मकै झ्याम झ्याम पोलेर नि आज त असार 15 मा त मकै पो खाने प्रोग्राम गरे हौ गाइस। ठिक्क खाने बेला भएको रहेछ कि फेरि यस्तो हुन्छ नि त, योभन्दा छिप्प्यो भने मजा आउँदैन खान। आज चाहिँ अब धेरै दिनदेखि प्रोग्राम गरेको थिएँ। असार 15 को दिन चाहिँ अरूलाई दही चिउरा खाओस्, म चाहिँ मकै पोलेर सबै फ्यामिलीलाई दिएर चाहिँ नि असार 15 मा त यही मकै खाने भनेर चाहिँ एकदम नङ्गाएर चाहिँ हो। अब यसलाई आगोमा टक्कै राखेर ल गाइस, असार 15 मा तपाईहरु दही चिउरा खानुहोस्, म चाहिँ यी मकै पोला खान्छु है गाइस। तपाईले त अस्ति खाइसक्नु भयो होला हो, हाम्रो अलिक अगुवा भएर चाहिँ ढिलो भएको, त्यही कारणले आज चाहिँ ओपनिङ गरिदिएको। ल गाइस फेरि भेटौँला मकै खाएर हो।